काट्यो अझ ए सर्लक्कै यहाँदेखिको यहाँसम्म काटेँ रकत इस गाइजहरू मेरो रकत यस्तो रातो हुँदो रहेछ मान्छे यहाँ कामी दमाई भन्छन् पानी चल्दैन भन्छन् रकत त रातै आउँदो रहेछ त काटे पनि म त छेत्री हो काटेँ नि रकत र कालै आउँदो रातै आउँदो रहेछ ल्याउ सानो कति मजा आयो आहा फल रेक्टिफाइड स्पिड बिसी रेक्टिफाइड स्पिड बिसी यो के हो ओबिआई ओबिडन रे ओबिडन ए मान्छे हिँड्नु नमिलेर कहाँ फालेको यार यता यता पर पर आए बा यसले पहिला गर्ने रकतको फुलमा कति पोल्छ होला पोल्छ रकत आयो रकत आयो रकत आयो गाइज ओ माई गड ओहो त्यसले पोल्ने होला त्यसले पोल्ने हो ओहो त्यसले पोल्छ त्यसले नै पोलेन मलाई त केही नि भएन खुट्टा त माथि नै मुटु माथि लानुपर्छ खुट्टा त यसले पोल्ला जस्तो हो खुट्टा कहाँ लुक्छु हेलो पिता धन्यवाद मसिकन म पिता हटिजा सब इलाज गर्नु पर्यो नि साथी हो इष्टमित्र दाजुभाइ दिदी बहिनी बन्धुभाइ वर्गहरू गाइज पिपुल एनदर गाइज पैँची छैन टिन छाउँदा टिनले काट्यो टिन छाउँदा टिनले काट्यो गाइज अदर पिपुल ननसेन्स यसैले बान्ने हो र कि यो साफा कपडाले बान्ने हो पहिला रकत आँखा यस्तो चौटा आँखा कति मिठो हुन्छ होला भुटन बनाएर खानालाई आन्द्रा भुँडीमा चट्ट मिसाएर रकत आउँछ अब खुल रकत आइज पातलो पो भयो त अलि बाक्लो हुन्छ रकत आइज रकत आउनु छोड्ने बित्तिकै फेरि मैले हानेर भ्याइदिइहाल्छु नि जा अब धुरी मारेर त आइज रकत आइज धेरै रकत आइज अझै धेरै रकत आइज रकत अलि धेरै आइज रकत आइज मैले त्यसरी नै हाँसेको उसलाई के हो कुन मान्छेलाई पर्दाखेरि ए ओली हान्दाखेरि पाएपछि ठाडो बनाएको त्यहाँ मुनि आइचिन् त्यो बुढीमा आऊ है बिचरा पक्लकै त्यो ओली हान्ने रड त खसेछ क्या यत्रो मोटो रड टाउकोमा लागेको म त मरि हाँसेको ए चिउरा मिलमा ओली मलाई परेको मलाई कति सरापी थियो होला त्यति बेला त्यो बुढी बाउले ओ माई गॉड नॉनसेन्स गुड बल्ल खाइस् तेरो खुट्टामा अरू पर्दाएर हाँसी थिइस् नि आज तँलाई पऱ्यो बल्ल खाइस् तँलाई नको छोरो तँलाई नको छोरो बल्ल खाइस् अಯ್ಯ बा बल्ल खाइस् अಯ್ಯ बा फिटनेसको सुई लाउनुपर्छ नि त फिटनेसको सुई लगाएन भने त फेरि बर्बाद हुन्छ फिटनेसको सुई लाउनुपर्छ क्या भाइ बल्ल खाइस् आफूलाई पधारे सकिन्छ यो त्यहाँ अहिले आफूलाई पधारे कस्तो हुँदो रहेछ बल्ल खाइस् थाहा पाइस् तँलाई चुहाचे
तँलाई चाहिँ र कता छ गाइजहरू निचारी यसको सुई हानेर यसलाई मैले यस्तो गरेर बाँधेर गाइज यसको नाकमा पट्टी लगाइदिन्छु बाँधिदिन्छु अनि थाहा हुन्छ गाइज ज्वरो आयो तेरो खुट्टामा कुलो पर्ने बल्ल खाइस अस्ति कस्तो हाँसी थिएँ सर्कन पर्दाखेरि आज तँलाई पऱ्यो नि बल्ल खाइस बल्ल ठिक्क पऱ्यो बल्ल ठिक्क पऱ्यो भने होला नि तँलाई बल्ल खाइस बल्ल मजा आयो आज 70 लगाएर चाहिँ हिजो बोक्सी लगाएको थियो आज 70 लगाएर चाहिँ आज पनि बोक्सी लगाएको छ त्यो पल्लो घरको आइमा लाग्यो अरे बोक्सी मलाई त्यही पल्लो घरको बोक्सी लाग्यो पक्कै थाहा मलाई भाइ भयो गाइजहरू ननसेन्स